हेलो गाइस, धेरै दिनपछि म आज अझै एउटा न्यू भिडियो लिएर आएकी छु। आज साउन 15 मतलब खिर खाने दिनको सबैलाई धेरै धेरै शुभकामना भन्दै मैले पनि आज थोरै खिर बनाउन चाहे। घरमा अब आज खिर खाने दिन साउन 15 नेपाली क्यालेन्डर अनुसार, त्यही भएर मैले पनि खिर बनाउनलाई पहिला यतिकन घिउ राखेँ। घिउ राखेर दुध राखेँ। मैले पहिला देखाउन बिर्सेछु। अब घिउ राखेपछि मैले यसलाई दुधलाई गरम गर्दै चलाउँदै गरम गर्दै गर्छु। त्यसपछि मैले यहाँ थोरै टुक्रा बासमती टुक्रा चामल भिजाएर राखेकी छु। 15-20 मिनट जति भिजाउँछु यसलाई। भिजाइसकेपछि अहिले दुधमा राखेर पकाउनु पर्छ यसलाई। पुरै मैले यसमा अलैँची पनि राखेँ। अलैँची पाउडर पाइनँ मैले दोकानमा बजारमा, त्यही भएर अलैँची थोडा कुटेर यतिकै राखेँ मैले। फिर मैले यता फेरि अचार बनाने के लिए आलू पनि उबालेँ। यता काँक्रो पनि लिएर तयार छ। काँक्रोको और अचार आलू उमालेँ। यसका छिल्का निकाल्नु पर्छ। आलुको छिल्का निकालिसकेपछि मैले काँक्रो पनि, अब नेपालमा जस्तै त यहाँ कहाँ हुन्छ र, पाकेको काँक्रो सुकाएर घाममा राम्रो हुन्छ, त्यो पनि मिलेन। जस्तो भए पनि अब कोसिस गरेँ मैले बनाउनलाई। चावल भिजिसकेको छ। मैले यसमा चावल राखेँ। आलु त छिल्नै सकिन्न त साथीहरू, पोलेर। यहाँ त पोल्छ, गरम छ, कसरी यो त छिल्ने यो देख्न सक्नुहुन्छ साथीहरू। यहाँ आलु गरम भएको हुनाले मैले यो जुगाड लगाएँ। काँटाले यसरी छोपेर यसरी छिल्ने। देख्न सक्नुहुन्छ साथीहरू, बडा मुस्किलले आलु पनि छिलेर भ्याएँ मैले गरम भएर। अब यो काँक्रो अब खास भनियो भने त पाकेर काटेर घाममा सुकाएको काँक्राको हो अचार बनाउने त। अब त्यस्तो सम्भव नभए पनि अब हल्का जुगाड चाहिँ गरिन्छ। यस्तै बनाएर भए नि खानुपर्छ। तपाईँहरूले खानुभयो कि नै आज साउन 15 खिर के बनाउनु भयो हामीलाई पनि बताउनुहोस्। तपाईँहरूले पनि ले हामीले त बल्ल बनाउँदैछौँ। यो क्यामेराम्यान ढिलो आएको हुनाले बल्ल बनाउँदैछु मैले पनि। यो क्यामेराम्यान हाम्रो फेरि यस्तै छिन् के यिनी नानी, क्यामेराम्यान अलि छिटो आउनिन् कि, त्यही भएर आज खिर खान लेट भइरहेछ। केही छैन साथीहरू, साँझ भए पनि 15 हो। आजको दिन नसकिँदै खाने हो। केही छैन, साँझ खानु पर्ला भनेर अब बनाउँदैछु मैले। नजिक हुनुहुन्छ भने आउनुहोस्, बनाएर सब साथमा बसेर खाम्ला। देखो, यो देख्न सक्नुहुन्छ क्यामेराम्यान यो काँक्रा पनि चोरी गर्नु।
यो आलुलाई मैले यसरी चार भाग यस्तो हिसाबले काटेँ मैले। अचारको लागि आलु चट आलु काटेपछि मसला लगाएर टाठो पिरो अचार बनाएर खानुपर्ने छ। हेर्नुहोस् साथीहरू, आज गुलिलो खिरमा चटपटा अचार। दोपहर रात को खाना नहीं खाएंगे। पहिले नेपालमा यस्तै अचार बनाएर खाइन्थ्यो सानामा। अब त्यति त मलाई बनाउन आउँदैन, त्यही पनि कोसिस गरेको मात्रै हो। यो अब पाकिसकेको छ, खिर मेरो तयार हुन लागिसकेको छ। यसमा मैले अब मैले यसमा चिनी राख्छु। चिनी राखेँ। त्यसपछि ड्राई फ्रुट कुटेर राखेको छु मैले, त्यो पनि राख्छु। त्यसपछिबाट उपरबाट मैले थोडा घिउ पनि राखेँ, देशी घिउ हाम्रा घरैबाट बनाएर ल्याएको घिउ। यता खिर लगभग बन्न आँटिसकेपछि मैले फेरि यता अचारका लागि तोरी भुट्न लगाएँ। तोरी भुट्ने यसमा तोरी, 1 चम्मच जीरा, मैले यो खुर्सानी बर्खा मासको टाइम, त्यही भएर ओसिएको भएर मैले खुर्सानीलाई पनि यसैमा भुने पिस्नको लागि सजिलो हुन्छ नि त। तबै यसमा भुनेको छु। भुनेपछि यसलाई मसिनरी पिस्नुपर्छ सिलौटामा। यस्तो पड्किरहेछ यो तोरी। यस्तो पड्केपछि अब हामीलाई लाग्छ कि यो पिस्ने लायक हुन लागिसकेको छ। यसो मसिनरी पिसेर
त्यसपछि यो तातेको तेल मैले एकछिन राख्दै बनाएपछि यसमा अब नमक राख्ने थोरै मैले धनिया पाउडर पनि राखेँ अरू मैले खासै यस्तो केही राख्दिनँ नर्मलै बनाउँछु मैले सब्जी पनि अचार पनि यसमा मैले निम्बु निचोरेर कागती निचोरेर राखेँ राम्ररी मिक्स गर्ने कम हुन्छ जस्तो लागेर एउटा राख्ने कोसिस गरेँ मैले अझै एउटा कागती मैले अब खिर बाबुलाई दिन्छु यो देख्न सक्नुहुन्छ आज मेरो साउन 15 को खाना यस्तो छ हजुरहरुको कस्तो भयो साउन 15 को खाना अब कस्तो छ टेस्ट गरेर देखाउँछु मैले आज हालिन इसको खा के देखो बहुत अच्छा हुँदा है हाम्रो घरमा पाकेको साउन 15 को खिर अचार यस्तै बनाएर हामीले त खाइयो तपाईहरुले कस्तो खानुभयो तपाईहरुले पनि हामीलाई बताउनु होला कमेन्ट बक्समा गएर भन्दै आजको यो भिडियो यही एन्ड गर्छु फेरि भोलि अरु नयाँ भिडियो लिएर आउँदै गर्ने छु हजुरहरुले साथ सपोर्ट दिँदै गर्नु होला माया गर्दिनु होला थ्यांक यू